विस्तार गर्ने नयाँ सदस्यहरू भर्ती गर्ने अभियान पनि हो यो। त्यो हामी अगाडि बढाउँदैछौँ। यो हामी सबैको निम्ति खुसीको कुरा हो। एकता प्रक्रियालाई अहिले सबै प्रदेशमा सबै जनवर्गीय संगठन र विभागमा अगाडि बढाइँदैछ, बढेको छ। केही सम्पन्न भएका छन्, केही सम्पन्न हुँदैछन् र आजको नवीकरण प्रक्रियाले यो पार्टीलाई अझै व्यवस्थित बनाउन योगदान गर्ने विश्वास हामीले लिएका छौँ। यहाँ कमरेडहरूले भने जस्तै म पनि सुरुमा नै देशभरिका सबै हाम्रा पार्टी सदस्य कमरेडहरूलाई यो पटक हामीले सम्पूर्ण रूपमा नै डिजिटल माध्यमबाट नवीकरण गर्ने र डिजिटल माध्यमबाट नै विस्तार गर्ने कामलाई पनि अगाडि बढाउने निर्णय गरेका छौँ र प्राविधिक रूपले त्यसको तयारी सापेक्षिक रूपले पूर्ण भएको पनि छ। 3-4 दिन अगाडि मात्रै हामी कार्यालयको बैठक बसेर प्राविधिक रूपले के कति तयारी भएको छ, के कति बाँकी छ भन्ने कुराको समीक्षा पनि गर्यौँ र त्यही भएको छलफल र निर्णय अनुसार आज नवीकरणको प्रारम्भ गर्ने भन्ने भएको हो। त्यही अनुसार हामी यहाँ उपस्थित छौँ। म सम्पूर्ण कमरेडहरूलाई देशभित्र र देश बाहिर रहेका पनि सबै पार्टी सदस्य कमरेडहरूलाई अभियानको रूपमा विश्वास र दृढताको साथ यसलाई अगाडि बढाउन केन्द्रीय कार्यालयको तर्फबाट, केन्द्रीय समितिको तर्फबाट हार्दिक अपिल पनि गर्न चाहन्छु। हामी सबैलाई थाहा भएको कुरा हो, अहिले देशको राजनीतिक परिस्थिति त्यति सहज ढङ्गले अगाडि बढेको छैन। हामीले यो पटक पार्टी एकता गरेर निर्वाचन प्रक्रियामा अगाडि जाँदै गर्दा हामीले सोचेका छौँ हाम्रो परिणाम तुलनात्मक रूपमा राम्रो नै हुन्छ भन्ने हामी सबैलाई विश्वास थियो। पार्टी केन्द्रीय कार्यालय संयोजक र सहसंयोजकलाई मात्रै होइन, एकतामा संलग्न सबै त्यति बेलाका घटक नेता कार्यकर्ताहरूलाई पनि र क्रमशः कार्यकर्ता र जनताको विशाल पङ्क्तिलाई पनि यो पटक हाम्रो परिणाम राम्रै आउँछ भन्ने विश्वास बढ्दै गएको थियो। तर परिणाम हामीले सोचेको जस्तो भएन। त्यो अलिकति असहज, अप्रत्याशित